Monday lambiha sancing chok ma mesuk lebang mango pili tona ini ain thaklum sam ko singni tumlo sewa sigang kejup siba kerek mangle bimdim soinim siom sa siurba o kerek ko nimingmi no anga thikne chi khaun yung ma pokhe hai kerek le yak thong ko singni medeni nira kakno tagyanga let ni nakara mangnu र अस्तिको हप्तामा प्रेम भन्ने सम्बन्धलाई थोरैमा मैले बताएको थिएँ भने आज जीवन भन्ने शब्दलाई म केही कुरा राख्न चाहन्छु है। जन्म जीवन र मृत्यु भन्छ, हामी सदैव भनिरहेका छौँ। जन्म एउटा यात्रा हो, जीवन एउटा सङ्घर्ष हो, मृत्यु एउटा सफलता हो। यसमा एउटा शब्द छ मृत्युको कुरा आउँदाखेरि म सानो तपाईलाई भन्छु। अघि म कतै कतै ध्यान गर्दाखेरि आज बेलुकाको 8-9 बजेसम्म हामी यति बसेको बिचमा 50 इयर्सदेखि मुनिको कोही न कोही आज मर्ने रहेछौँ। 9 बजेदेखि 8:30-9 बजेसम्म चाहिँ हामी कोही न कोही मर्ने रहेछौँ। 50 देखि बिलो है हामी एजमा कोही न कोही आज यो संसार छोडेर जाने रहेछौँ। यसमा तपाईहरु आफैलाई है सोच्नुपर्ने र जन्म एउटा यात्रा हो, मृत्यु जीवन एउटा सङ्घर्ष हो, मृत्यु एउटा सफलता हो। त्यसैले गर्दा यो विषयलाई म राख्न चाहन्छु। तपाईहरु मेरो शब्दतिर ध्यान दिनुहोस्, मृत्युतर्फ ध्यान नदिनुहोस्। मृत्यु हुने नै हो, अवश्य भएर जाने नै हो। म या हजुर हामी सबै मर्ने नै हो। त्यसैले गर्दा चिन्तित त्यतातिर नगर्नुहोस्, मेरो शब्दमा तपाईले ध्यान गर्नुहोस्, यसमा तपाईहरु सफलता रहन्छ। त्यसैले गर्दा जन्म हाम्रो यात्रा भनेपछि अहिलेसम्म तपाईको जन्ममा के गर्नुभयो, कहाँ यात्रा गर्नुभयो, कसरी जीवनमा तपाईले सङ्घर्ष गर्नुभयो, जीवनमा सङ्घर्ष गर्ने व्यक्तिहरू कस्तो एउटा व्यवहारहरुमा देखिन्छ, जसले सङ्घर्ष गरेको छैन ऊ व्यक्ति कस्तो देखिन्छ, तपाईले त्यसको अनुमान गर्नुभएको छ, त्यसको एउटा विशेष ध्यान दिनुभएको छ। जीवनमा विभिन्न प्रकारले हामी हुने गर्छौं, जसमा हामीले जन्ममा न्वारान गर्छ, जीवन भएपछि विभिन्न सङ्घर्षहरू गरेर अन्तिममा विवाहको लागि लगन गरिदिने गर्छ, अनि मृत्युमा हाम्रो अन्तै प्रकारको संस्कारहरू गर्ने गर्छ। त्यसरी जन्म बीचमा हाम्रो यात्रा हुन्छ नि, यो एउटा जीवनमा मातापितासँग बिताएको पलहरू अर्कै हुन्छ, अनि बादमा हामी अलिकति युवा भएपछि, जवान भएपछि साथीभाइ मित्रहरूको परिवार मित्रहरूसँग जिउने एउटा जीवन अन्तै हुन्छ है। र तपाई हामीले जिउने एउटा तागत पाउँछौं नि, हाम्रो एउटा त्यति बेला समयमा हाम्रो फेरि पत्नी पतिसँग जिउने अनुभव अर्कै हुन्छ। जब हामी फेरि सन्तानको एउटा मातापिता बन्छौं नि, त्यसको अनुभव अर्कै हुन्छ, त्यसको सङ्घर्ष अर्कै हुन्छ। त्यसैकारण हामी बालकालदेखि आजसम्म सङ्घर्ष गर्दाखेरि कुन सङ्घर्ष चाहिँ सबसे मिठो लाग्यो र सबसे आनन्द लाग्यो, त्यसलाई हामी स्मरण गरौँ। जस्तै म हजुरलाई भन्छु, हामी थक्लुम सामको सिंगनी तुमलो भन्नु अर्थात् स्वयंलाई चिनुङै भनेको छ। विशेष आज हाम्रो जीवनमा स्वयंलाई चिन्ने अवसर त पाउनु भयो। थक्लुम सामको सिंगनी सेवामा तपाईले चिन्नु भयो, आफूलाई चिन्नु भयो। अघि मैले हजुरलाई मृत्युको आवाज लाउँदाखेरि सबै डराउनु भयो, एक अर्कामा अनुहार हेर्नु भयो। वास्तविकमा यो सत्य होइन, मैले जसमा तपाईलाई झकझकाएको मात्रै हो। मृत्युमा मान्छे कति डराउँदो रहेछ भनेर
यो सत्य होइन, कोही मर्दैन आज कोही मरिने छैन। तर मैले जस्ट तपाईँको मनको भावनालाई बुझ्नु चाहेको मात्र हो। तपाईँ कति डराउनुहुन्छ, मृत्युदेखि कति डराउनुहुन्छ। तपाईँले सत्य भावनाको हो भने मृत्युदेखि डराउँदैन, किन आत्माको मार्ग नै स्वर्ग हो। स्वर्गलाई प्राप्ति गर्नुको लागि मान्छे चिन्तित छ, मेडिटेसन गरिरहेको छ, कसैले आफ्नो आत्मालाई आफैतिर स्वर्गतिर लैजानको लागि धेरै परेशान भइरहेको छ, टेन्सन भइरहेको छ। त्यसैले गर्दाखेरि मृत्यु आउँदा पनि सजैसँग स्वीकार्ने चाहिँ हामी बन्नुपर्छ, अनि मात्र आत्मा चिनेको भनेर भन्न सक्छ। आत्मा चिनेको व्यक्तिहरू अतालिँदैन मृत्युबाट। आत्मा चिनेको व्यक्तिहरू मृत्युबाट अतालिँदैन है हामी। किन भन्दा मरण कहिले सुकै होस्, जहिले सुकै होस्, अर्काको हातबाट, जस्तै सुकैबाट, सुसाइड बाहेक जस्तै सुकै मेरो मृत्यु आओस्, मलाई वास्ता छैन। तर मलाई यति नै छ, मैले सत्य काम गरेर जानुपर्छ, मैले सत्कर्म गरेर जानुपर्छ। तर मैले आजसम्म मैले सत्कर्म गरेको छु? प्रश्न गर्नुहोस् आफैले, आजसम्म मैले सत्कर्म गरेको छु? यति धेरै हाम्रो संसार श्रेणीमा बस्नु भएको छ। आफ्नो मनलाई एकखेप प्रश्न गरी हेर्नुहोस् त, 2 मिनट आँखा बन्द गरेर आफैले प्रश्न गरी हेर्नुहोस् त कि मैले सत्कर्म गरेको छु, ताकि मेरो मुक्तिमा मलाई एउटा काम दिने, मेरो आत्मालाई मलाई काम दिने मैले कुनै सत्कर्म गरेको छु भनेर आफैले प्रश्न गरी हेर्नुहोस्। र त्यसरी जीवनमा सङ्घर्ष गर्दाखेरि विभिन्न प्रकारको हाम्रो आरोपहरू हुन्छ, विभिन्न प्रकारको हाम्रो परेशानीहरू हुन्छ है, परिस्थितिहरू हुन्छ, जसमा प्रथम परिस्थिति के हुन्छ भन्दाखेरि अहिलेको युगको वातावरण आधारले हेर्दाखेरि चाहिँ पैसा रुपियाँ, पैसा छैन भने सबैभन्दा ठुलो परेशान हुन्छ। हामीले पैसालाई नै सब कुछ सोचेको हुन्छौँ, पैसा नै मेरो हो, यो सत्य हो। तर हाम्रो मनले त्यस्तोरी बानी, हाम्रो व्यवहारलाई त्यस्तो बुझाउन सक्छौँ। एकखेप तपाईँ यस्तो स्थानमा जानुहोस् जहाँनिर दोकान नै नभएको, जहाँनिर त्यो जग्गामा पैसा भन्ने चिजलाई प्रयोग नै गर्नु नसक्ने त्यो ठाउँमा जानुहोस् त, तब तपाईलाई थाहा हुन्छ कि पैसा भन्दा जरुरत चाहिँ के रहेछ भनेर। हामीलाई अहिले पैसा सबैभन्दा डरलाग्दो लाग्छ र त्यसैले गर्दा पैसा 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 गर्दै हामी यता पनि कुछौँ उता पनि कुछौँ, सेवाको टाइम निकाल्दैन, सेवाको भावनामा चिन्तित हुँदैन, आत्माको भावनामा चिन्तित हुँदैन, जीवनको भावनामा चिन्तित हुँदैन। मृत्यु भोलि आउँछ तर मैले आज नै गर्नु काममा रहल के छ त्यसको खोजी निन्दा गर्दैन, तर पैसा 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 गर्दै जीवन बिताइरहेको हुन्छौँ। अन्तिममा हाम्रो प्राण जान्छ। प्राण जाने समय आउँछ, त्यतिखेर चाहिँ अलिक दिन बाँचेको भए म सेवा गर्नु पाउँथेँ। 50 वर्ष पनि कम हो र हाम्रो धेरै हो, तर त्यो समयमा एकपल सेवाको याद नआउने व्यक्तिले अझै बाँचेर सेवा गर्नु पाएको भए हुन्थ्यो भन्ने यो शब्द प्रयोग गर्दा त भगवान पनि हाँस्नुहुन्छ होला। त्यसैले गर्दाखेरि तपाईँ हामीले जीवनमा पैसा कमाउनु जरुरी छ, पैसा हुनु जरुरी छ, तर आवश्यकता समय अनि हामीले बाँकी चाहिँ आफ्नो जरुरत समयसम्म हाम्रो पैसा एकदमै जरुरी छ, तर बाँकी हाम्रो आफ्नो आत्माको लागि पनि चिन्तन गर्नुपर्छ, मनन गर्नुपर्छ। हाम्रो आत्मालाई पनि मार्ग जाने उसको बाटो लागि चाहिँ मार्ग बनाउनु जरुरी छ। आत्मा भनेपछि तागेर निवाफुमाङ यानी परमात्माको सन्तान हो भन्छ। परमात्मा भनेपछि चाहिँ गुणले भरेको हुन्छ, उसकोमा रेस, अहङ्कार, घमण्ड सबै कन्ट्रोल गर्नु सक्ने शक्ति छ। त्यसको अंश चाहिँ हाम्रो आत्मा हो, हामी स्वयं हो। यो शरीर मात्र एउटा लुगा हो, यो शरीर हामीले धुइने जसमा हाम्रो कत्ला लागिन्छ, माइल लागिन्छ, हिलो लागिन्छ, धुँदा धुइन्छ। तर आत्मा छ, परम ज्योति, परम शक्ति, हरेक गुणले भरेको आत्मा छ। यो आत्मालाई नै
हजुरले स्वयं आत्मा हुनुहुन्छ, प्रयोग गर्न सक्नुभएको छैन। आज यो आत्मा यति पावरफुल छ, यति शक्तिशाली छ, तपाईँले बुझ्नुभएको छ। आफैले आफै पावरफुल हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ। आज तपाईँले यो शरीरलाई खटाउनुहुन्छ नि, विभिन्न काममा खटाउनुहुन्छ। यो खटाउने नै को हो? आत्मा हो। त्यो आत्मा यति पावरफुल छ भनेपछि तपाईँले त्यस्तो क्रोध, त्यस्तो रिस, अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्न सक्ने पनि तपाईँकोमा पावर छ। तर तपाईँले पावरलाई प्रयोग गर्दैन। रिस उठ्यो भने लाचार हुनुहुन्छ। हाम्रो यो व्यवहार छ। सद्गुणले भएको आत्माहरू हो, हामी यो व्यवहार गर्नु हुँदैन। यो व्यवहार त कुकुरले पनि गर्दैन। आफैले आफैले इमेजिन गर्नुहोस् त, हाम्रोमा यति रिसको भर भएको छ, तर हामीले भन्छौँ मेरो अहङ्कार नै छैन। यही रिस नै अहङ्कार हो। दोस्रो कुरा, यो सुन्दर रूपलाई चाहिँ छनकको रिसले गर्दाखेरि रुखमा झुन्डेर मर्ने, आगोले जलेर मर्ने, बिख खाएर मर्ने व्यक्तिहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि त्यो एउटा तपाईँ हाम्रो आत्माको लागि त नरक दिलायो, तर स्वयं पनि तपाईँ हामी बाँच्ने अधिकार पनि धिक्कार छ। त्यसैले गर्दाखेरि यो कदम कहिले पनि उठाउँदैन। तपाईँले हजारवटा टेन्सन आओस् चाहिँ मेरो शरणमा आउनुहोस्, चाहिँ तपाईँले मागको शरणमा आएर तपाईँले त्यो सारा दुःखलाई पोखाउनुहोस्, तर यो कदम कहिले नचाल्नुहोस्। यो बाहेक डरलाग्दो सजा के पनि पाउँदैन नरकमा पनि, अनि मृत्युवादमा आत्मामा पनि यो संसारमै यति डरलाग्दो सजा पाउँछौँ। जब हाम्रो प्राण निस्किन्छ नि, केही छिन हाम्रो मान्छेले यो हाम्रो लास देख्छ नि, हाम्रो शरीरको मृतक शरीरहरू देख्छ नि, त्यति बेला चाहिँ आफ्नो साथीले, छिमेकीले, परिवारले, अडोस पडोसको मित्रताले थुई यसलाई यो गरी खानु नसक्ने, अलक्षिणा कुलक्षिणा, यो शैतान चाहिँ यही झुन्डेर मरेछ भनेर त्यही नरक देख्नुहुन्छ तपाईँले। हिजो तपाईँलाई अँगाल्ने, हिजो सँगै सुत्ने, सँगै बोली हिँड्ने सबै दाजुभाइ मित्रताले पनि तपाईँलाई थुक्छ। पुर्ने बेलामा पनि तपाईँलाई राम्रोसँग पुर्दैन, राम्रोसँग जलाउँदैन, खुट्टाले लत्तले दिँदै जलाउँछ। त्यो तपाईँलाई राम्रो लाग्छ? आफूलाई सानो कुरा सहाउनु नसकेर झुन्डेर मर्छ, तर त्यो आत्माले सारा चिज देखिराखेको हुन्छ। लत्ताले देखिराखेको छ, थुकिराखेको देखि आत्माले पो देख्छ त, यो शरीरले देख्ने होइन नि। किन भन्दा हामी जीवित रहँदा सारा वचन हामी सुन्छौँ, अनि कानले सुनेपछि मनमा चित्त दुख्छ। चित्त दुखेपछि चाहिँ हामीलाई त्यो कुराको रिएक्सन हुन्छ, अनि सुसाइड गर्नु मनपर्छ, सुसाइड गरिदिन्छौँ। जब सुसाइड गर्छ नि, यो शरीर त आत्माको वस्तु हो, एउटा लुगा हो। जब ऊ त झुन्डिराखेको छ त्यो लुगा त, तर म त्यहाँदेखि त निस्किन्छु। जब म आत्मा निस्किन्छु तब मेरो शरीर कसले उठाउँछ, कसले लान्छ, के गर्दैछ, कस्तो व्यवहार गर्छ, सारा म देखिराखेको हुन्छु। त्यो आत्मा हामी हौ। त्यसैले गर्दाखेरि त्यो देख्दाखेरि फेरि ऊ रुन्छ, म नमर्नु पर्ने थिएछ, मैले यस्तो कदम नउठाउनु पर्ने थिएछ भनेर फेरि त्यो शरीरमा प्रवेश गर्दाखेरि गर्न सक्दैन। त्यसैले गर्दाखेरि म के भन्छु भन्दाखेरि सुसाइड भन्ने केसलाई चाहिँ जति नै दुःख होस्, चाहिँ जति नै गरिबी आओस्, जति नै परेशानी आओस्, तर मागको शरणमा आउनुहोस्। यो कदम कहिले नचाल्नुहोस्। यो बेकारको हो, यो दुखित कुरा हो। यसमा तपाईँले न संसारमै जग्गा राम्रोसँग पाउँछ, न स्वर्ग त पाउने कुरै आएन। नरकमा पाए पनि सारा थोकको सजा तपाईँले पाउनुपर्छ। 12वटा एउटा सजा दिने जग्गा छ भने 12वटा तपाईँले भोग्नु पर्यो। त्योभन्दा त तपाईँले सानो वचनलाई तपाईँले त्यो कुरालाई के होइन भनेर इग्नोर गरेर जानुभयो भने चाहिँ लाइफमा सुख हुन्छ। र मागले धेरै धेरै आशीर्वाद दियोस् अनि शान्ति होस्, जीवनभरि मागले तपाईँलाई कल्याण गरोस्, यात्रामा सफल हुनुको लागि शक्ति दियोस्। कुनै पनि बाधाहरू छ भने त्यो बाधालाई सबै हटाइदियोस्। जहिले पनि तपाईँले पवित्र आत्माहरू शान्ति यात्रा गर्नु पाओस्। निमिङ्मे यौ मसीह।